अब भ्याटको अब प्लेस अफ सप्लाई र टाइम अफ सप्लाई यो च्याप्टर 5 हो। प्लेस अफ सप्लाई सेक्सन 6 सबसेक्सन 1 मा इन केस अफ द गुड्स रुल 15 मा छ। गुड्सको केसमा 5 वटा टाइप्स छ हैन। एउटा मुभेबल गुड्स हो भने चाहिँ प्लेस अफ सप्लाई भनेको हाम्रो प्लेस फ्रम वेयर सच गुड्स आर सोल्ड भयो, मतलब त्यो भनेको लोकेसन अफ द सेलर। इमुभेबल गुड्स हो भने चाहिँ प्लेस वेयर सच गुड्स आर लोकेटेड, द्याट इज लोकेसन अफ द गुड्स। इम्पोर्टेड गुड्स हो भने चाहिँ कस्टम पोइन्ट इन नेपाल फ्रम वेयर द सच गुड्स आर इम्पोर्टेड। अनि सेल्फ कन्ज्युम गुड्स हो भने चाहिँ प्लेस वेयर द सेलर अथवा प्रड्युसर इज सिचुएटेड। सो चारवटा टाइप्स छन्, एउटा मुभेबल, इमुभेबल, इम्पोर्टेड र सेल्फ कन्ज्युम्ड गुड्स। अनि यही प्लेस अफ सप्लाई इन केस अफ द प्लेस अफ सप्लाई इन केस अफ द सर्भिस हो हेर्ने भने चाहिँ प्लेस वेयर द बेनिफिट फ्रम सर्भिस इज टेकन, त्यो भनेको लोकेसन अफ द सर्भिस रिसिभर, प्लेस फ्रम वेयर द बेनिफिट अफ द सर्भिस इज टेकन। अनि प्लेस अफ सप्लाई विल बी इन नेपाल इफ 5 वटा कन्डिसन चाहिँ सेटिस्फाई भयो भने। एउटा भनेको सर्भिस विल बी रिसिभ्ड इन नेपाल, इनभोइस इस्युड इन नेपाल एड्रेस, पेमेन्ट थ्रु द नेपाल्स ब्याङ्क अथवा इन्स्टिट्युसन्स, पेमेन्ट थ्रु कार्ड्स issued by Nepalese bank or institution, service received using the IP address in Nepal, or SIM card or landline having code in Nepal. टाइम अफ सप्लाई हेर्ने भने एउटा जेनरल रुलहरू भनेको जेनरल रुलमा चाहिँ गुड्सको लागि टाइम अफ सप्लाई भनेको डेट अफ इन्भोइस, डेट अफ रिसिप्ट अर टेकन अफ गुड्स बाई द कस्टमर, अथवा डेट अफ कन्सिडरेसन भनेको जस्तै क्यास अथवा काइन्डहरू, विच एभर इज अर्लियर। अनि फर्दर सर्भिस पनि डेट अफ इन्भोइस, डेट अफ कन्सिडरेसन अथवा डेट एट विच द सर्भिस इज टेकन, विच एभर इज अर्लियर। अनि स्पेसल सर्कमस्टान्सेसमा चाहिँ अरू के छ भने टेलिकम्युनिकेसन सर्भिस अरू कन्टिन्युसली सप्लाइड सर्भिस हो भने चाहिँ टाइम अफ सप्लाई भनेको डेट अफ इन्भोइस। टेलिकम्युनिकेसन सर्भिस जस्तै टेलिफोन बिलहरूको लागि हामीलाई टाइम अफ सर्भिस भनेको के रहेछ, इन्भोइस जतिखेर आउँछ त्यतिखेर हो टाइम अफ सप्लाई। जस्तै बत्तीको बिल, त्यो बत्तीको बिल हाम्रो घरमा आउने बित्तिकै टाइम अफ सप्लाई त्यो भयो। इन्स्टलमेन्ट बेसिस अरू पार्सियल बेसिस पेमेन्टको बेलामा चाहिँ टाइम अफ सप्लाई भनेको अर्लियर अफ डेट अफ पेमेन्ट अथवा ड्यू डेट अफ पेमेन्ट। इन्स्टलमेन्टको बेलामा चाहिँ ड्यू डेट अफ पेमेन्ट अथवा डेट अफ पेमेन्ट जुन अगाडि आउँछ, जस्तै इन्सुरेन्सको किस्ता। अनि वे क्रेडिट नट अलाउड फर देयर युजमा टाइम अफ सप्लाई भनेको टाइम इन विच सच गुड्स अर सर्भिसेस आर युज। इन केस अफ द मोर देन वान सर्कमस्टान्सेस अपियर, जस्तै टाइम प्लेस अफ सप्लाई पनि दुईवटा भयो भने अथवा 2-3वटा भयो भने, अथवा टाइम अफ सप्लाई चाहिँ दुईवटा 3वटा 4वटा भयो भने चाहिँ हामीले त्यही डिपार्टमेन्टसँग चाहिँ डाइरेक्टर जेनरलसँग चाहिँ कन्सल्ट गर्नुपर्छ। अनि उनीहरूले डिटर्माइन गरिदिन्छ टाइम अफ सप्लाई चाहिँ कुन हो अथवा टाइम अफ प्लेस अफ सप्लाई चाहिँ कुन हो। प्लेस अफ सप्लाई भन्दा पनि टाइम अफ सप्लाईमा बढी जोडिन्छ, सो टाइम अफ सप्लाई चाहिँ कुन हो भनेर चाहिँ डिजीले डिटर्माइन गरिदिन्छन्। अर्को भ्यालुएसनको च्याप्टरमा पनि हुड्सको केसमा चाहिँ हाम्रो टाइम अफ सप्लाई कुन हो भनेर भनेको छैन, त्यो नि अहिले कभर अप गरिहालौँ। टाइम अफ सप्लाई हुड्सको केसमा त्यो नेसनल फरेस्ट अथवा प्राइभेटली कल्टिभेटेड ल्यान्ड फर द कमर्सियल युज हो भने चाहिँ ट्याक्सेबल भ्यालु भनेको रोयल्टी अमाउन्ट अथवा अक्सन अमाउन्ट विच एभर इज हायर भइहाल्यो। अनि टाइम अफ सप्लाई भनेको चाहिँ अक्सन सेल अथवा रिलिज लेटर अथवा अर्डर टु स वुड फ्रम फरेस्ट विच एभर इज अर्लियर। अब यो टाइम अफ सप्लाई र प्लेस अफ सप्लाईको लागि इक्जाम्पलहरू के हेरौँ है, जसले अलिक कन्सेप्टहरू क्लियर गरिदिन्छ। एउटा उद्योग आइरन उद्योग छ होइन भैरवामा, अनि त्यसले चाहिँ अब अफकोर्स त्यो रडहरू बनाउँछ होइन। अनि उसले चाहिँ अब भैरवामा भएको यो आइरन उद्योगले चाहिँ नेपालगञ्जमा नयाँ फ्याक्ट्री खोलिरहेको छ होइन। अब नयाँ फ्याक्ट्री खोल्नको लागि चाहिँ नेपालगञ्जमा उसले चाहिँ 500 क्विन्टल अफ रोड जुन उसले म्यानुफ्याक्चर गरेको छ
उसले आफै कन्ज्युम गरेको त्यो आफ्नो नयाँ फ्याक्ट्री बन्नुको लागि। अब कन्ज्युम गरेको त नेपालगञ्जमा हो नि त नि, तर अब आफूले प्लेस अफ सप्लाईहरू हेर्नको लागि चाहिँ यसमा के भन्छ भने प्रड्युसर अथवा प्लेस वेयर सेलर इज लोकेटेड कता छ त। सेलर भनेको हाम्रो आइरन उद्योग मानौँ अथवा प्रड्युसर भनेकै आइरन उद्योग हो। त्यही भएर हामीले प्लेस अफ सप्लाई भनेको कता मान्छौँ भने भैरवामा मान्छौँ, तर यहाँ कन्ज्युम कता गरेको छ, नेपालगञ्जमा गरेको छ। अनि यहाँनिर अर्को एक्जाम्पल छ, यहाँनिर चाहिँ नेपालमा बसेको लिगल प्रोफेसनलले चाहिँ लिगल फर्मले चाहिँ जर्मनीमा कन्सल्टेसन गरेछ अरे। त जर्मनीले चाहिँ त्यो कन्सल्टेसन चाहिँ कता युज गरेछ भने युएसएमा युज गरेछ त्यो प्रिजनरहरूलाई रिलिज गर्नको लागि होइन। सो यहाँ प्लेस अफ सप्लाई कता हो भनेर मागेको छ भने यहाँनिर प्लेस अफ सप्लाई भनेको हामी जर्मनीमा मान्छौँ, किनभने नेपालले जर्मनीलाई उसले कन्सल्टेसन दिएको छैन। अब त्यो कन्सल्टेसन जर्मनीले जसरी युज गर्दा पनि भयो आफ्नो प्रयोगको लागि, अनि प्लस जर्मनीले पेमेन्ट पनि डिरेक्टली नेपाललाई गरेको हो नि त नि, त्यही भएर जर्मनीले हामीले प्लेस अफ सप्लाई मानेको। अनि युएसएलाई चाहिँ हामी कतिखेर प्लेस अफ सप्लाई मान्छौँ भने यदि नेपालले चाहिँ युएसएलाई डिरेक्टली कन्सल्टेसन दिएको भए चाहिँ। अनि यो मैले अघि प्लेस अफ सप्लाई नेपाल भनेको यो जस्तो कति 5वटा कन्डिसन दिएको थिएँ नि, त्यो भनेको चाहिँ प्लेस अफ सप्लाई फर इलेक्ट्रोनिक सर्भिसेस बाई नन रिजनेबल। अब इलेक्ट्रोनिक सर्भिसेस नन रिजनेबलले प्रोभाइड गरेको छ, अनि त्यतिखेर प्लेस अफ सप्लाई चाहिँ नेपाल कतिखेर हुन्छ भने त्यो इलेक्ट्रोनिक सर्भिसेस नन रिजनेबलको केसमा यो 5वटा कन्डिसन फुलफिल भएपछि। सो अघि भन्दाखेरि चाहिँ सर्भिस रिसिभ भयो भने इन्भोइस इस्युड इन द नेम अफ द नेपाल एड्रेस, पेमेन्ट थ्रु द नेपालिज ब्याङ्क इन्स्टिट्युसन, पेमेन्ट गर्यो नेपालको ब्याङ्क इन्स्टिट्युसनको कार्डको युज गरेर, सर्भिस रिसिभ्ड युजिङ आइपी एड्रेस इन नेपाल, सिम कार्ड अर ल्यान्डलाइन ह्याभिङ कोड इन नेपाल। अनि नोट द्याट के अरे इन्ट्रेस्ट पनि हाम्रो भ्याटबाट एक्जेम्ट हो है। सो यति नै थियो। अब यही अरू क्वेसनहरू हाम्रो आयो भने पनि एक्जाममा यही मैले भनेको अघि त्यो समरीबाटै रिभल्भहरू भएर आउँछ। यसमा चाहिँ अलिक कन्फ्युजन हुनसक्छ, कतिखेर टाइम अफ सप्लाई हो, कतिखेर प्लेस अफ सप्लाई हो, अनि त्यो स्पेसल सर्कमस्टान्सेसहरू पनि होइन। अनि अब च्याप्टर 6 भ्यालुएसनमा जाऊँ, त्यो भनेको चाहिँ 5 to 10 मार्क्स चाहिँ कम्पलसरी आइरहेको हुन्छ एक्जाममा, अनि यो इम्पोर्टेन्ट पनि हो।